अगाडिपट्टि अपार्टमेन्टमा केही काम हुँदैछ, यस्तो काम हुँदैछ, गैर कानुनी काम हुँदैछ। अब कारबाही गर्न जानुपर्छ, त्यो पनि धुमवाला गाडी, धुम 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 सिधै जाने हो, सिधै 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 गएर ड्याममा रोकेर हेर्ने हो कहाँ कहाँ के भएको छ। ए भगवान्, के गरेको मैले, हान्यो त कहाँबाट हानेको, कति छिटो रहेछ हौ, मलाई थाहा नै थिएन हौ यहाँनिर एनिमी छ भनेर। म त यत्तिकै हावातालमा अनि आएको थिएँ, ल झऱ्यो, अरू एउटा एनिमी पनि झरिदियो त। अब कसलाई ठोक्नु कसलाई नठोक्नु, म त एकदम धेरै दोधारमा परेँ। कहाँ छ त फेरि मेरो बानी, फेरि यस्तो खत्तम छ, यो जोइस्टिकलाई न राम्रोसँग अडाउन सक्ने न राख्न सक्ने, ढोकामा अड्केको छ, माथि चढे माथिमै अड्केको छ, कसम यो के भन्नु क्या मलाई त। त्यो ब्यालेन्स मिलाएर हिँड्न जानेको छु यार, यो गेममा पनि हिँड्न पनि जान्दिनँ, ढोकातिर गयो ढोकातिर अड्किरहेको छु यार। यता भर्याङ पनि ख्याल हुँदैन, भर्याङमा गयो भर्याङको त्यो दोस्रो तलामा गएर अड्किदिरहेको हुन्छ। यहाँ अब हान्न सकेको छैन। प्र्याक्टिस गऱ्यो, 2 दिन प्र्याक्टिस गरेपछि मलाई कसम अल्छी लाग्छ, प्रो भयो जस्तो लाग्छ। त्यसपछि चाहिँ फेरि गेममै सिधै छिरो, 1 घन्टाभन्दा बढी गेम खेल्यो भने अल्छी लाग्छ। फेरि यो बटन यहीँ छ नि, यो के अरे सिल्ट हो कि सेल्ट भन्ने के हो यो नयाँ इभेन्टको, त्यो हटाउनु पर्ने हटाएकै छैन कि, त्यहीँ राखिरहेको छु कि, त्यहीँ टच हुन्छ, जति बेला पनि टच हुन्छ, त्यहीँ टच हुन्छ, चेन्ज गर्ने नै होइन कि। अब यिनीहरूलाई मैले हानेछु, मेरो चाहिँ त्यो हिँडाइ अनि मेरो त्यो मुभमेन्ट छ नि, कहिले यता रेलिङमा गएर ठोक्केछ, कहिले यता रेलिङमा गएर ठोक्केछ, कति बेला गन टच गर्छु, गन टच हुँदैन। मोबाइल राम्रै हो, के हो कि यो मोबाइलको अगाडिपट्टिको केही भाग हटाउनु पर्ने हो कि फुटाउनु पर्ने हो कि कुरै बुझ्न सकिनँ कि मैले। यो फेरि अहिलेदेखिको कुरा फेरि टच भयो कि, त हटाउन सकिन्छ नि गएर सेटिङमा, मतलब चाहिँ त हटाउने होइन कि, त्यत्तिकै छोडिदिने हो कि। अल्छी त अल्छी नै मान्छे म, अनि जिन्दगीमा सधैँ अल्छी नै हो, गेममा समेत अल्छी क्या। गेममा म गेम खेल्दा स्कोप अन गरिसकेपछि त्यो स्कोपबाट मेरो त्यो फिङ्गर औँलै हटाउन मन लाग्दैन कि, त्यहीँ राखिराख्नु मन लाग्छ। यो अघि भर्खरैलाई मारे जस्तो नक गरे जस्तो फेरि यहीँ आएको छ कि। अनि एउटै लुगा लगाएर यिनी आइमाईको लुगा लगाएर यिनी कति हो कि यो मान्छेहरू, यो अपार्टमेन्ट। पहिला त कोही हुन्थेन यो अपार्टमेन्टमा, अहिले त भरि भराउँछ कि, सस्तोमा भएछ कि, सस्तोमा पाएछन् कि, हामी पनि लिन हुन्थ्यो। छैन, हाम्रो सँगै छैन, कन्ट्याक्टै छैन। कन्ट्याक्ट अब ग्रेनेड फाल्ने हो, बम फाल्ने, कहाँ हो कुन तलामा कुन एनिमी छ भन्ने थाहा छैन, गाडी आइसक्यो माथि चढेर हान्न खोज्ने अझै, त्यो पनि छैन कि। अड्कियो झऱ्यो माल खस्यो के भयो थाहा नै छैन कि। फेरि टच भयो कि, त्यो विदाउट रिजन टच भइरहेको छ कि, तर त हटाउनु मिल्छ नि त। अर्को गाडी पनि आयो, 2-3टा गाडी एकैपटक आएको छन् मलाई देखेर, मलाई हान्नलाई, बम हानेर। आमा मेरो त पुरै ड्यामेजै भएको यार, हेल्थ बाल बजेँ कि म, यतिसम्मको बम हानिदिरहेको क्या मलाई। त्यो अर्को फेरि यताबाट 3-4वटा गाडी घुमै छन्, तर कोही माथि चढ्ने आँट गरेको छैनन्। आँट गर्नलाई त उनीहरू प्लेयर पो हुनुपर्छ, सबै बट हो तिनीहरू। प्लेयर भएको भए त चढिहाल्थ्यो नि, प्लेयर भएको त माथि गएर बम हालेर मलाई स्मोक फालेर भर्खर जिउँदै त्यस्तरी कोही बस्छ त प्लेयरहरू, ढिङ्ग उम्बिरहेछ। अब के भन्नु कि यिनीहरू, ढोका फोरेर हानिदिन्छु भनेको पनि लागेन। यसरी त कसरी हुन्छ त, हुँदैन। अर्को भाग्दैछु, भागेकै छन्। अब कहाँबाट हुन्छ कि यो, यति बेलै फोन आउनु पऱ्यो कि, यो फोन पनि किन आउँछ कि बेग काममा, मलाई त रिस पो उठ्छ। बिना कारण फोन गरेछ, त्यो कहाँदेखि चिन्नु जान्नुको नम्बर छ, त्यो स्क्याम कलहरू आएर टेन्सन गर्छ यार। अर्को गाडी आउँछ, फेरि यति धेरै आएको छ,